पालिका एक को पदको हिसाबमा आर्मी को क्याप्टेन साहब हाम्रो आदरणीय काका आदरणीय काका पदम प्रसाद मोक्तान हुनुहुन्छ। पदम प्रसाद मोक्तान हुनुहुन्छ। उहाँको भनाइ जस्तोको तस्तै सबै जात जातिको स्वागे भएकोले गर्दाखेरि स्वागे दाजुभाइ जस्तै गुरुङको पनि हुन्छ र तामाङको पनि हुन्छ। र मैले चाहिँ के भन्नु खोजेको भने उहाँसँग के सोध्नु चाहिरहेको छु भने स्वागे भनेको के हो र स्वागे भन्नाले के बुझिन्छ, स्वागे दाजुभाइ भनेको चाहिँ के हो भनेर चाहिँ यसबारेमा उहाँसँग एउटा सल्लाह अथवा सुझाव जानकारी उहाँले चाहिँ जानेको विचार थोरै भनिदिनुहोस् न भनेर चाहिँ उहाँको मैले थोरै भिडियो बनाउँदैछु। तपाईँ हामीले राम्रो बुझ्नुपर्ने कुरा छ, यो कुरा बुझिदिनु होला तपाईँहरूले सबैले। हामीले स्वागे भनेको कसरी हुँदो रहेछ, कस्तो हुँदो रहेछ, स्वागेलाई के भन्दछ, स्वागे भन्नाले के बुझेर चाहिँ हामीले स्वागे दाजुभाइ मानिन्छ भन्ने जस्तोको तस्तै हाम्रो क्याप्टेन साहबबाट सुनौँ है त। भनिदिनुहोस् त हजुर क्याप्टेन साहब। धन्यवाद। स्वागे भाइ भनेको हाम्रो तामाङको चाहिँ के हुन्छ भने अरू तामाङको म त्यति जानकारी छैन, तर मोक्तानको चाहिँ स्वागे भाइ कुन कुन हुन्छ भन्ने कुरामा चाहिँ मलाई मोटामोटी जानकारी छ। अब के भनेदेखि हाम्रो मोक्तान स्वागे चाहिँ को हुन्छ भने हजुर हजुर थोकर र लोप्चन, हजुर त्यो चारवटा हामी चाहिँ तामाङहरू चाहिँ स्वागे भनिन्छ। र हाम्रो स्वागे चाहिँ कसरी भएको भने हाम्रो बाजे एउटै हो। ए भनेपछि बाजे चाहिँ एउटै हो। थोकर लोप्चन लोप्चन पाखरिङ पनि हो। हजुर हजुर भने चारवटा हाम्रो स्वागे भाइ छन् होइन। हजुर तर हाम्रो बाजे पहिला हाम्रो पुर्खाले चाहिँ के गर्छन् भने मामहरू के गर्छन्, आमाहरू आए, बाबुले ल्याए, ल्याएपछि अनि जेठीलाई छोडेर माइलीसँग गए। हजुर हजुर। अनि माइलीले छोडेर फेरि कान्छीसँग गए। हजुर हजुर। अनि त्यसो हुँदै हुँदै चाहिँ नि अनि हाम्रो चाहिँ नि मामहरूले पालेर राखेर चाहिँ हामीलाई कसरी राख्यो भने कुनैलाई मोक्तान, हजुर, कुनैलाई पाखरिङ, हजुर, कुनैलाई लोप्चन, कुनैलाई थोकर भनेर राख्यो नाम। हजुर। त्यो हुनाले चाहिँ हामीलाई त्यो चारवटा हाम्रो तामाङहरूको चाहिँ उहाँको एउटै बाजेको सन्तान हो। यी चार दाजुभाइ भित्रको कुरा भयो यो। एउटै हाम्रो चाहिँ नि एउटै बाजेको सन्तान हुनाले हाम्रो मामहरू मात्रै भिन्दै भिन्दै हुन्। हजुर। र हामी एउटै वंशको हामी हुँ र हामीले चाहिँ त्यो व्यवहारिक हाम्रो चल्दैन भित्रमा त्यो वैवाहिक सम्बन्ध नचलाउनु, चलाउनुलाई पाप लाग्छ, अपराध लाग्छ भन्ने हो नि। यो त लाग्छ। यसबारेमा चाहिँ प्रष्ट रूपमा हेर्दा चाहिँ बाबु एउटा आमा चारवटा भएकोले गर्दाखेरि चाहिँ अनि दाजु स्वागेमा आयो। स्वागेको अर्थ चाहिँ यो हो रहेछ है। ए हजुर। अनि यो अहिलेसम्म तामाङ समुदायमा मोक्तान, पाखरिङ, लोप्चन, थोकरले चाहिँ स्वागे दाजुभाइ मानेर अहिलेसम्म व्यवहारीहरू हुँदैन होइन त। हजुर होइन, योन्जनहरू अरू कुटुम्ब भयो। ए हुन्छ, धेरै धेरै धन्यवाद। हाम्रो अग्रज व्यक्ति जो हाम्रो पदम प्रसाद क्याप्टेनज्यूबाट लिएको यो जानकारी र उहाँको सल्लाह सुझाव यो अति नै हामीलाई आवश्यक भएको अहिलेको जुग जमानाको बढ्दो जनसङ्ख्या र अहिले भइरहेको समस्या बारेमा यो स्वागे भाइ भन्नाले के बुझिन्छ भन्ने कुरामा चाहिँ उहाँले बुझाइदिनु भयो। उहाँले यो बुझाएको कुराले चाहिँ सबैलाई लाभ होस् र हामीले स्वागे दाजुभाइ मानेकोमा चाहिँ स्वागे दाजुभाइ हामी चाहिँ एउटै हो भनेर चाहिँ यो बुढापाकाले दिएको अर्थी उपदेशलाई मानेर हाम्रो चाहिँ घरभित्रको हाड नाताहरूलाई चाहिँ तर्काएर हामीले वैवाहिक सम्बन्धहरू गाँच्दा राम्रो हुनेछ। पदम प्रसाद क्याप्टेनज्यू अग्रज व्यक्तित्व हाम्रो फिरिम नगरपालिका 1
को बासिन्दा अग्र व्यक्तित्व तामाङ समुदायको उहाँले दिएको जानकारी र उहाँले दिएको सल्लाह सुझावलाई मनन गर्दै उहाँलाई धेरै धेरै धन्यवाद। उहाँले दिएको जानकारी सबैले लाभ होस्, लाभ लिन पाऊँ, सबैलाई सल्लाह सुझाव उहाँको चाहिँ सबैको लागि भलो होस् भनेर चाहिँ उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस् हजुर।